सुनाइ पाठ छ झमक कुमारी घिमिरे। झमक कुमारी घिमिरेको जन्म विषम 2037 असार 25 गतेका दिन धनकुटा जिल्लाको कचिडे गाउँमा भएको हो। बुबा कृष्ण बहादुर घिमिरे र आमा आशादेवी घिमिरेकी प्रथम सन्तान झमक अन्य शिशु झैं सामान्य रूपमा जन्मेकी हुन्। समय क्रममा शारीरिक वृद्धि सही किसिमले हुन नसकेपछि परीक्षण गराउँदा उनलाई सेरेब्रल पाल्सी नामको मस्तिष्क रोग भएको पत्ता लाग्यो। हात गोडा नचल्ने, उभिन, हिँड्न र बोल्न नसक्ने भए पनि उनी अरूले भनेको कुरा सुन्न र बुझ्न चाहिँ सक्थिन्। खुट्टाको 3 औँला मात्र चल्ने उनले तिनै 3 औँलाको सहयोगबाट खाना खाने, लुगा लगाउने लगायतका आफूले सक्ने काम आफै गर्थिन्। शारीरिक अशक्तता भएकै कारण औपचारिक रूपमा अध्ययन गर्न पाउने अवसरबाट वञ्चित भएकी झमकले घरमा भाइ र बहिनीले पढे लेखेको देखे सुनेर शिक्षा आर्जन गरेकी हुन्। खाने मुखलाई जुगाले छेक्दैन भने झैं भाइ बहिनीका किताब पढ्दै र स्वाध्ययन गर्दै उनले उत्कृष्ट साहित्य सिर्जना गर्न सक्ने योग्यता समेत हासिल गरिन्। आधा दर्जन भन्दा बढी साहित्यिक कृति रचना गरिसकेकी झमकको सबैभन्दा चर्चित पुस्तक जीवन काँडाकी फूल हो। विषम 2067 को मदन पुरस्कार प्राप्त गर्न सफल यस कृतिमा उनले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा प्रस्तुत गर्नुका साथै समाजमा व्याप्त अन्धविश्वास, भेदभाव, विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरेकी छन्। यस कृतिको अङ्ग्रेजी, चिनिया, आसामी र हिन्दी भाषामा अनुवाद हुनुका साथै चलचित्र समेत बनिसकेको छ। निरन्तर सङ्घर्ष गर्दै रचेका उत्कृष्ट साहित्यिक कृतिद्वारा उनले नेपाली साहित्य र समाजलाई उल्लेख्य गुण लगाएकी छन्। उनको उच्च मनोबल, उनले गरेको सङ्घर्ष र निरन्तरको साधना प्रत्येक व्यक्तिका लागि प्रेरणादायी बनेको छ। आफूले गरेको उल्लेख्य योगदानका कारण उनले प्रबल गोरखा दक्षिणबाहु चौथो लगायत दर्जनौं पुरस्कार एवं सम्मान पनि प्राप्त गरिसकेकी छन्। मध्यपश्चिम विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट समेत सम्मान गरिसकेको छ। नेपाल सरकारले रु 1,80,00,000 लागतमा काठमाडौँमा आवास निर्माण गरिदिएर उनलाई सम्मान गरेको छ। उनी अहिले पनि साहित्य सिर्जनामा पूर्णतः समर्पित छिन्। यसरी आफू अशक्त भएर पनि सङ्घर्ष गर्दै साहित्यको सिर्जनामा निरन्तर समर्पित भइरहने झमक नेपाली साहित्यकी विशिष्ट रत्न हुन्।